राम नेपालमा सीता नेपालकी रावण श्रीलङ्काका भएपछि भारत बीचमा बसेर के बाँदरहरू सप्लाई गर्दै थियो पुत्रो कि हुँदा काठमाडौँका मेयर विद्या सुन्दर साक्यलाई समेत कोरोना लाग्यो। होइन यो कोरोना त बाहिर निस्कने सक्रिय हुने मान्छेलाई लाग्ने भन्ने सुनिएको थियो, केही नगर्नेलाई पनि लाग्दो रहेछ। ठेकेदार, स्थानीय जनप्रतिनिधि र सडक विभागको सेटिङले गर्दा यो मुलुकको अरबौं रुपियाँ सत्यानाश हुन्छ। फेरि अनुगमन गर्ने र प्रतिबन्धन दिने चोरहरू यति बाठा हुन्छन् कि कुरै नगरौँ। यहाँ मैले चोरहरू भन्ने शब्द प्रयोग गरेँ। आई थिङ्क यो चोरहरू भन्ने शब्द अलिक गलत भयो। महाचोरहरू मन्त्रीलाई भेट्न खोजेको 3 महिनाभन्दा बढी भयो, तर ज्यानलाई भेटिँदैन बा। म के मागु लाएर पठेबरा ती मन्त्रीसँग? जिन्दगीमा कसैसँग ल्वाङ पनि मागेको सम्झना छैन। टेन्सनहरूको त जिन्दगीमा लाइन लागेको हुन्छ, एउटा सकिएपछि अर्को टेन्सनको पालो आइहाल्छ। हामी मध्ये हरेकलाई लाग्छ कि हे भगवान मलाई यो एउटा टेन्सनबाट छुटकारा दिलाऊ, त्यसपछि जीवन स्वर्ग हुन्छ। के खाएर हुनु, त्यसपछि अर्को टेन्सन, गुड मर्निङ सर, गुड मर्निङ म्याम भनेर बिहानै कुकुरले ब्रेकफास्ट खानुभन्दा अगाडि हाजिर हुन आइपुग्छ। तपाईँलाई लाज बचाएको भन्न सक्छु म, तपाईँले पैसा ठगेको होइन भन्न सक्दिनँ। तपाईँले त्यसरी भन्न मिल्दैन होइन भनिसकेँ मैले। ढुङ्गाको, खुट्टाको, कान्छी औँलाको, नङको, छेउको उप्किएको पातलो छाला कोट्याएर यत्रो राष्ट्रिय चुनौतीको सामना गर्न खोज्नु भनेको जोक सुनाएर नहाँसेपछि बाँधेर काउकुती लगाउनु जतिकै हो। पोलिटिकल पार्टीलाई मात्रै लगाउने कि जनतालाई पनि लगाउने? यो जनताले यस्ता पोलिटिकल पार्टीलाई किन चाहिँ त्यस्तो चाहिँ गर्ने गरी ठाउँ पुर्यायो? पहिलो कुरा कसैलाई पनि किनेको सुन न, कसैलाई बहुमत दिएको के हुन्थ्यो? गणतन्त्र आएपछि तपाईहरु बहुमत दिने जस्तो अनुहार छ त तपाईहरुको? पोलिटिक्सलाई डर्टी बनाउँछ। त्यसलाई यसरी सुधार। पोलिटिक्स त नवीन नोटिसेस हो नि। पोलिटिक्स इज नट अ डर्टी गेम हैन, तर यसो भन्दिन त्यसलाई डर्टी डु नेक्स्ट इट द पोलिटिक्स अफ नेपाल इज डर्टी।